दर्शकबिन नमस्कार, स्वागत छ हजुरहरुलाई एनबी टाइम्समा। म सङ्गीत प्रधान र अहिले घरि उपस्थित रहेको छु पानीघाटा चिया बगानमा। हजुरहरूले देख्नु हुँदैछ पछाडि पानीघाटा चिया बगानमा पत्ती टिपाइको कार्य आजदेखि सुरु भएको छ। आज 21 अप्रिलदेखि सुरु भइसकेको छ, जो कि लगभग 5 महिना यो बगान बन्द रहेको थियो, जसमा चाहिँ यहाँका श्रमिकहरूले आफ्नो घर चलाउनको निम्ति बाहिर बगानमा बिहानको समयदेखि नै उहाँहरू गएर दिनभरि काम गरेर बेलुकाको समयमा फर्किने गर्थे। तर आज भने ती श्रमिकहरूको मुहारमा काम गरे तापनि मुहारमा हाँसो आएको छ, किन भन्दाखेरि उहाँहरूले आफ्नै बगानमा काम गर्न पाइरहेका छन्। सजिलो काम रहेको छ। हामीले जानकारी पाएका छौँ कि आज पनि आधा मेलो हाफ मेलो हो भन्ने हामीले जानकारी पाएको छौँ र त्यसरी नै तपाईँले देख्न सक्नुहुँदैछ लगभग 5 महिना पछाडि उहाँहरूले आफ्नै बगानमा काम गरिरहेका छन्। धेरै उमेर पुगेकाहरूले पनि यहाँ काम पाएका छन्। लाटा जो बोल्न नसक्ने अथवा धेरै टाढा टाढा गएर काम गर्न नसक्ने उहाँहरूले पनि काम पाएका छन्, यानि कि सबैले काम पाएका छन्, जसमा चाहिँ उहाँहरू हर्षित रहेका छन्। तर पनि यस विषयमा आजदेखि उहाँहरूले काम पाएको आफ्नै बगानमा पत्ती टिप्ने काम पाएकोमा उहाँहरूको के भनिरहेको छ, आउँ सुनौँ। र तपाईँहरूको यस पानीघाटा बगान विषय लिएर के भनिरहेको छ, तपाईँहरूको के विचार रहेको छ, कृपया गरेर तल कमेन्ट सेक्सनमा गएर अभियसली कमेन्ट गर्नुहोला। लगभग 5 महिना पश्चात चाहिँ आफ्नो बगानमा यसरी पत्ती टिप्नु हुँदैछ है, के भन्न चाहनुहुन्छ त? जसले पनि आज दिनको तपाईँहरूलाई काम दिनुभयो पत्ती टिप्ने, उहाँलाई के भन्न चाहनुहुन्छ त? उहाँहरूलाई हामी मुरी धन्यवाद भन्न चाहन्छौँ। हाम्रो भाइ नौरा छेत्री, जितमान तामाङ, अन्त बिन्द्रे भाइ, अजित भाइहरूलाई हो, उहाँहरूले हाम्रो लागि एकदम सङ्घर्ष गरेर हाम्रो लागि, हाम्रो रोजीरोटीको लागि निस्किदिनु भयो अगाडि, हाम्रो लागि यहाँनिर काम दिनुभयो, दिलाइदिनु भयो। त्यसमा उहाँलाई धेरै धेरै धन्यवाद। अन्त मेघराज भाइहरूलाई पनि भन्छु धन्यवाद। उहाँहरू पनि आउनुभएको थियो होइन, अब आउनु चाहिँ किन आउनुभएको, तर हाम्रै सपोर्टमा आउनुभएको होला। हाम्रै सपोर्टमा आउनु सबैजना। हामी सबै गरिब दुःखी यत्रो हेर्नुहोस्, उहाँ मान्छे कति छौँ। आज टाढो जाँदा हामीलाई कति दुःख हुन्थ्यो। गाडीमा हिँड्नुपर्छ, चेप्टिन्छ, गाडीमा लडिन्छ होइन, अर्काको बगानमा पाहाडतिर। अब जहीँ पनि गाडीमा जाँदा दुःखै हुन्छ। अब गएपछि बिहान गएपछि बेलुका आउनुपर्छ। घरमा के हो कसो केही चाल पाउँदैन, थाहा पाउँदैन होइन। अब कतिको त मसिनो नानीहरू छ, यो दुख बिमार भयो भने गएपछि अब काममा गएपछि गयो त्यस्तो पनि हुन्छ। कति अब अहिले चाहिँ हामी धेरै 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 खुसी छु, किनभनेदेखि आज यहाँ बुढाबुढी सक्ने त बाहिर जान्छ, तर यहाँ बुढाबुढी मान्छेहरूले बिमारीले काम पाउँदा म यसमा झन् खुसी छु हो। यहाँको भाइ, हाम्रो भाइ, सबै कमिटी भाइहरूलाई पनि भन्छु धन्यवाद। हाम्रो भाइ अब नवराज भाइहरूलाई त्यसै पनि धन्यवाद। एउटा वृद्धै आमाको तर्फबाट चाहिँ उहाँहरूलाई आशीर्वाद पनि छ, सधैँ कामयाब होस् यसरी नै हाम्रो भाइहरू। अच्छा, यसरी नै आफ्नै बगानमा काम पाओस् भनेर मालिक ल्याउने पक्षले होइन अनसन अझै पनि लगातार गरिरहेको छ है। आजदेखि यसरी तपाईँहरूले सुचारू रूपले है तपाईँहरूले यसरी पत्ती टिप्नु पाउनुहुँदैछ आफ्नै बगानमा, उहाँलाई के सन्देश दिन चाहनुहुन्छ? उहाँहरूलाई चाहिँ के भन्छु भने ठिकै छ, अनसन पनि बस्नुहोस्। अब उहाँहरू मिल्न चाहनुहुन्न, त्यसमा हाम्रो भन्नु केही छैन, तर बस्नुहोस्। तर मालिक आयो भने त, मालिक आयो भने राम्रो हो नि त। उहाँहरूले मालिक ल्याएको, मालिक आयो भनेदेखिको हामी हाम्रो भाइहरूलाई सबैलाई सम्झाउँछौँ। उनीहरू पनि मूर्ख त छैन नि त हौ। उनीहरूले भनिरहेको छ मालिक आयो भने, आज भोलि आयो भने हामी छोडिदिन्छौँ भनि त राखेको छ। उहाँहरूले चाहिँ के भन्नुहुन्छ, झार जङ्गल नबनाऊ, पहिलाको जस्तो जङ्गल नहोस्। मान्छेको गाउँमा या बेच्याङ्गा बस्तीको मान्छेहरूलाई कतिलाई सुँगुर लगिदियो, कसैको गाई तानिदियो अरे, कसैको बाख्रा तानिदियो, मान्छेलाई पनि डर होइन। हामीलाई पञ्चायत अफिस आउनु कस्तो डर थियो। त्यो जङ्गल नहोस्, नदोरियोस् भनेर चाहिँ उहाँहरूले यो काम गर्नुभएको हो नि त। उनीहरू अनसनमा बसोस् न, केही छैन, बसोस् होइन। के अरे मालिक आयो भने हामी सम्झाउँछौँ भाइहरूलाई, हामी त खुसी आओस्। अहिले पनि उनीहरू हिजोसम्म खासमा अब मिलिसकेकै कुरा हो, तर अब त्यहाँ के भयो फेरि होइन, के भयो त्यो हामी जान्दिनँ। तर अब हामीले काम गर्नु पाएँ यति नै खुसी। हामी गरिब दुखीको रोटी नमरोस् हो। भनेपछि यहाँ चाहिँ बाजे बोजूहरूले जो कि बाहिर जानु सक्दैन, जसले मजाले बाहिरको जसरी खट्नु सक्दैन, उनीहरूको निम्ति पनि यहाँ सबैलाई काम दिएको छ। काम सबैले काम पाएको छ। बुढाबुढी मान्छे हेर्दा हुन्छ, यहाँ तल हेर्दै जानुहोस्, पुरा छ बुढाबुढी मान्छे नसक्ने। कसैको घरको अब एकजना छ, कसै कमाएर दिने छैन है भाइ, कमाएर दिने छैन। उहाँहरूको पनि आज चुला जल्छ हो। त्यो हामीले अस्तिको आइतबार अब शनिबार हामीले कति अब कसैले 500, कसैले 250, कसैले 700 खर्च थापेर लग्यौँ होइन। तर योपालि हामी जति दिन काम गरेको थियो त्यो दिनको पाउनु भयो। हजुर, हामी हाँसेर गए बजार, अलिकति भए पनि बेसी ल्याउनु पायौँ नि त सब्जी होइन। त्यसमा पनि म त धन्यवाद भन्छु, हाम्रो भाइहरूलाई धेरै धेरै धन्यवाद भन्छु म त। हुन्छ, तपाईँको नाम बताइदिनु। मेरो नाम कुमारी तामाङ। हुन्छ।
अझ बढी आज दिन त पानीघटा बगानमा नै तपाईँहरूले यसरी आफ्नै बगानमा पत्ती टिप्नु पाउनु हुँदैछ है। धेरै महिना बन्द भयो, जीवन चलाउनु धेरै गाह्रो भइरहेको थियो होइन। केही दिन अगाडि तपाईँहरूले हाजिरा पनि पाउनुभयो 2-3 दिनको होइन। आज यसरी पत्ती टिप्नु हुँदैछ, कस्तो अनुभव भइरहेछ त? कस्तो के भन्न चाहनुहुन्छ? के लाग्दैछ? राम्रो लाग्यो भाइ, हाम्रो बिजोग नहोस्, यस्तै चलोस्। हाम्रो दुःख सुख कति हाम्रो दुःख सह्यो, तकलिफ भयो, काम नभएर काम जाँदै थियो। 7 बजे निक्लिँदा 5 बजे 6 बजे घर पुग्दै थियो। गर्ने मान्छे गर्दै थियो, हामी जस्तो मान्छे त घरमै कस्तो बिजोगले चाल्यो, पैसा नभएर 2 हप्तामा 3 हप्तामा 1 दिन सौदा गरेर हामी खाँदै थियौँ। म त कतै नसक्ने, घर मेरो बिग्रेर। कति उमेर भयो तपाईँको? लगभग 65 भइसकिसक्यो। उमेर बेसी भएको कारणले गर्दाखेरि बाहिर बगानमा जानु सक्नु भएन होइन। तर आज दिन त यहीँ नै तपाईँहरूले पत्ती टिप्नु हुँदैछ नि त है। भनेपछि तपाईँहरूलाई धेरै सुविधा भयो। के भन्न चाहनुहुन्छ त? जसले पनि यो फेरि पहिलाको जसरी नै चलाइरहेको छ, के भन्न चाहनुहुन्छ उहाँहरूलाई? हामीलाई पहिलाको जस्तो चलोस्, दुःख नहोस्, हामीलाई बन्द नहोस्। जस्तो भए पनि चलेकै हामीलाई राम्रो हो, चलोस् बगान। हामीलाई दुःख सुख हामी बिर्सिन्छौँ। त्यत्रो दिन दुःख सहेर हामी बस्यो, खानु नपाएर कस्तो दुःख सहेर बस्यो हामी। तर हामीलाई अब बगान भएर कस्तो बिजोग भयो। तर अहिले चाहिँ त्यस्तो नहोस्, हाम्रो बगान पहिला जस्तो चलिरहोस्। हुन्छ, तपाईँको नाम बताउनुहोस्। रिता टोप्पो। रिता, हाम्रो बगानमा काम खुलो आउँछ, राम्रो सुख भनेर हामी पनि गरेको। आज दिनको लगभग काम खुलेकै बराबर भयो तपाईँहरू है। तर यो बन्द हुँदाखेरि चाहिँ कतै जानुहुन्थ्यो टिप्नु? मारापुरतिर जान्थ्यो। मारापुरतिर जानुहुन्थ्यो है। गाडीमा जाँदै थियो, कस्तो बिजोग हुँदै थियो र आफूले के गर्नु, पेट पाल्नुको लागि जानै पर्यो। आज दिन तपाईँहरूले यसरी पत्ती टिप्नु हुँदैछ होइन, आफ्नै बगानमा होइन। टाइम अनुसार सुविधा अनुसार तपाईँहरूले टिप्नु हुँदैछ होइन। बगान जसले पनि अब खुलियो अथवा खोलियो होइन, उनीहरूलाई के भन्न चाहनुहुन्छ त? हामीले त राम्रै खुलोस् भनेको। अन्त सबैजना मिलेर काम गर्नु, आफ्नो बगानमा दुःख नगर्नु भनेर भन्छु। के भन्नु अब। हुन्छ, तपाईँको नाम बताइदिनुहोस्। मेरो शिवानी खालको। यो जब बन्द थियो तब चाहिँ अरू बगानमा जानुहुन्थ्यो? हजुर। कुन चाहिँ बगानमा जानुहुन्थ्यो? हामी सिमलबारी। सिमलबारीमा है। त्यतिखेर जाँदाखेरि के कस्तो समस्या हुन्थ्यो र अब बगान खुलियो? भिड हुन्छ, कोही बेला के हुन्छ समस्या त गाडीमा हुन्छ नि। अर्काको बगानमा, आफ्नो बगानमा टिपेको जस्तो कहाँ हुन्छ, अर्काको बगानमा हुँदैन नि। लगभग 5 महिना बादमा आफ्नै बगानमा तपाईँहरूले यसरी टिप्नु हुँदैछ है। आफ्नो बगानमा टिप्नु पाउँदा खुसी लाग्छ। अच्छा, के भन्न चाहनुहुन्छ त? जसले पनि यो बगान फेरि पहिलाको जसरी चलाउने प्रयास गरिरहेछ, आज दिनको लगभग खुली पनि सकेको छ है, के भन्न चाहनुहुन्छ उहाँहरूलाई? हामी त आफ्नै बगान खुलोस्, आफ्नै बगानमा हिँड्नु पाऊँ, राम्रो होस् भन्छु नि। अब यहाँ आफ्नै बगानमा तपाईँहरू तपाईँहरूको आफ्नै बगानमा आज काम गर्नु थालेपछि तपाईँहरूलाई सुविधा हुन्छ भनेपछि? हामीलाई सुविस्ता छ, धेरै खुसी छ, हामीलाई राम्रो हुन्छ। आफ्नो बगानमा भनेपछि अब दुख बिमार भयो भने हेर्छ, अब हस्पिटल जानु पाइन्छ। अर्काको बगानमा त टाढो, गाडी घोडा पाउँदैन, दुख बिमार भयो भने पनि बगानमै बस्नुपर्छ। आफ्नो बगान खोलेपछि हामीलाई खुसी लागेको छ। टिप्नु अहिले पत्ती टिप्नु पाउँदैछु। सबैजनालाई धन्यवाद छ। हुन्छ, तपाईँको नाम बताइदिनुहोस् न। मेरो नाम गीता प्रधान हो। हामीहरूलाई पहाडीहरू जाँदै थिएँ, पत्ती टिप्नु गाडीमा चढेर। कति उमेर भयो बढी तपाईँको? लगभग 60 पार भयो? भयो। 70 पुग्यो है। बाहिर जानुहुँदै थियो पत्ती टिप्नु, यहाँ बन्द हुँदा कहाँ जानुहुन्थ्यो? मकैबारी जानुहुन्थ्यो। बिहान कति बजी जानुहुन्थ्यो? 7 बजी निक्लिँदा थियो नि। घरदेखि 7 बजे? 8 बजी 9 बजी त पुग्दै। घर आइपुग्दा कति बज्थ्यो लगभग? 5 बजे। 5 बजी आइपुग्थ्यो है।